नमस्ते सम्पूर्ण साथीहरुमा। आजको विशेष भिडियो भनेको चाहिँ होमियोप्याथीको उपचारबाट शारीरिक दुर्बलताको कसरी समाधान हुन्छ भन्ने विषयको कुरा रहेको छ। पहिला सुरु यो सबैजनालाई होमियोप्याथीको उपचार भन्ने के हो थाहा नहुन पनि सक्छ। त्यो भएर यसको विषयमा बुझाइदिउँ। यो कुनै अनलाइन सेल्स होइन। यो भनेको यही सम्बन्धी पढेको डाक्टरबाट नै हजुरले उपचार पाउनुहुन्छ, जसलाई जर्मनी पद्धति होमियोप्याथीको उपचार पनि भनिन्छ। यो उपचार चाहिँ जर्मनबाट सुरु भएर अहिले विश्वको 200 वटा भन्दा बढी देशमा चाहिँ यसको हस्पिटल र डाक्टरहरू अभाइलेबल छन्। अब यसको सेवा चाहिँ 200 वटा भन्दा बढी देशहरूले लिइराखेको स्थिति छ। अब रह्यो होमियोप्याथीको उपचारको विषयमा छोटकरी कुरा। अब म बताउन जाँदैछु यो शारीरिक दुर्बलता कसरी हुने र यसको समाधान हुने उपायहरू के हो त हैन, त्यसको विषयमा मैले बुझाउन जाँदैछु। अब सुरुमा हामीले के कुरालाई बुझ्नु पर्यो भने कुनै पनि समस्या हाम्रो शरीरमा आउँछ भने त्यसमा कुनै न कुनै कारण हुन्छ। बिना कारण कसैलाई कुनै पनि समस्या आउनेवाला छैन। यो समस्या आउने कारण नै रहेन भने समस्या पनि रहेन। समस्या आउने कारण एकतिर उपचार अर्कोतिर भयो भने हाम्रो कहिले पनि समस्या समाधान हुनेवाला छैन। त्यो भएर यो समस्या आउने कारणलाई नै हामीले हल गर्न सकियो भने समस्या पनि दीर्घकालीन रूपमा हल हुने भयो। होमियोप्याथीको उपचारको विशेषता भनेको पनि त्यही नै रहेको छ। यसले समस्यालाई भन्दा पनि समस्या आउने कारणलाई नै हल गर्न सक्ने भएर समस्या दीर्घकालीन रूपमा हल हुन सक्ने अवस्था रहन्छ। सुरुमा सेक्सुअल विकनेस आउने कारण भनेको चाहिँ जब हाम्रो शरीरको सेक्सुअल हार्मोनमा कमी आउँछ, जति हार्मोन कमी हुँदै जान्छ हाम्रो समस्या नि उति बढ्दै जान थाल्छ। के हो त सेक्सुअल हार्मोन भन्दा जुन हार्मोनले हामीले सेक्सको विषयमा सोचे चाहे पछाडि तुरुन्त लिङ्गलाई उत्तेजनामा ल्याउँछ, जुन हार्मोनले हाम्रो लिङ्गमा भरपूर मात्रामा कडापन दिन्छ, जुन हार्मोनले हामीले सेक्स गर्दा सेक्सलाई लामो समयसम्म टिकाउँछ, त्यही हार्मोनहरूलाई नै सेक्सुअल हार्मोन्स भनिन्छ। अब यो हार्मोनको स्थिति राम्रो छौन्जेलसम्म हामीलाई कुनै पनि समस्या हुँदैन। जब यो हार्मोन चाहिँ कमजोर बन्न थाल्छ त्यस पछाडि देखिने लक्षणहरू के हुन सक्छ त भन्दा हामीले आफूले चाहेकै भनेकै सोचेकै समयमा पहिलाको जस्तो तुरुन्त लिङ्ग उत्तेजित नहुने अथवा पहिलाको तुलनामा लिङ्ग उत्तेजनामा आउनलाई पनि धेरै समय लाग्न थाल्ने, यस्तो किसिमको समस्या सुरुवाती क्रममा देखिन सक्छ। अर्को समस्या भनेको लिङ्ग उत्तेजनामा आए पनि लिङ्गमा जुन मात्रामा सेक्स हुनको लागि भरपूर कडापनको आवश्यकता पर्छ नि त, त्यो बराबरको कडापन नभए जस्तो पहिलाको तुलनामा कडापनमा पनि कमी हुँदै गएको लक्षणहरू देखा पर्न सक्छ। अब यस्तो खालको समस्या भएको 100 जना मान्छेहरू हुनुभयो भने लगभग 15-20 जनामा चाहिँ के पनि समस्या हुन जाने भयो त भन्दा बल्ल लिङ्ग उत्तेजनामा हुन थाल्यो भने पनि हुँदै आफै एकैछिनमा लिङ्गबाट उत्तेजना हटेर गइदिने बिचमै यस्तो किसिमको समस्या पनि देखिन सक्छ। र कतिपय मान्छेहरूलाई चाहिँ एकदम छोटो समयमा वीर्यस्खलन हुने, जति बेला हाम्रो पार्टनर चाहिँ सेक्सको लागि भर्खर मात्र रेडी भइराखेका हुन्छन् अथवा सेक्सको चाहना नै पुरा भएको हुँदैन हाम्रो पार्टनरलाई, हाम्रो चाहिँ एकदम छोटो समयमा वीर्यस्खलन हुने र वीर्यस्खलन भइसके पछाडि फेरि धेरै लामो समयसम्म लिङ्गमा उत्तेजना नआइदिने, यस्तो किसिमको समस्याहरू देखा पर्न सक्छ। अब यसमा कतिपय मान्छेहरूलाई एकदमै चाहना मनमा हुने तर अब सेक्स नहुने अवस्था रहन सक्छ अथवा कतिपय मान्छेहरूलाई चाहिँ पहिलाको तुलनामा सेक्सको चाहना पनि घट्दै जान सक्ने अवस्था रहन सक्छ। अब यो मध्ये हजुरहरूलाई कुनै पनि समस्याहरू आइराखेको स्थिति छ भने अब त्यो सेक्सुअल हार्मोनको कमी भएको चाहिँ अवस्था रहन सक्छ। यसमा विशेषतः दुईटा कारणले हामीलाई समस्या आउने हुन्छ। लिङ्ग भनेको नसै नसाको घर हो अथवा नसै नसाले बनेको हुन्छ। त्यो नर्भहरूमध्ये कुनै नर्भहरूमा चाहिँ ब्लकेज भएको कारणले लिङ्गको टुप्पोसम्म ब्लडको सर्कुलेसन पुग्न नसकेको स्थितिमा पनि यस्तो किसिमको समस्या आउन सक्छ। अब हार्मोनली समस्या हो कि कस्तो किसिमको समस्या हो त भनेर हाम्रो डाक्टरको टिमले त्यो समस्यालाई फाइन्ड आउट गरेर उपचार दिने हो। अब हाम्रो कुनै अनलाइन सेल्स होइन, यही सम्बन्धी पढेको डाक्टरबाट नै हजुरले उपचार पाउने हो। यो हार्मोन ठिक भइसकेपछि पाइने रिजल्ट कस्तो किसिमको हुन्छ भने हामीले आफूले सेक्सको विषयमा सोचे चाहे पछाडि तुरुन्त आफै लिङ्ग उत्तेजनामा आउन थाल्ने, आफै लिङ्गमा भरपूर कडापन आउन थाल्ने, आफै अहिलेको तुलनामा सेक्समा धेरै लामो समयसम्म टिक्न सकिने। खासमा त्यो त सबै आफै हुनुपर्ने चिजहरू हो नि त। त्यो हार्मोन कमी भएर पो हामीलाई त्यो सबै चिजहरू हुन गाह्रो भयो। हार्मोन ठिक छ भने भित्र नसाहरू ठिक छ भने त सबै आफै हुने कुरा हो नि त होइन। त्यो हुँदाखेरि अब यसको उपचारको लागि हजुरहरूले औषधि सेवन गरेको केही हप्ताबाटै औषधि सेवन गर्न सुरु गरेको केही हप्ताबाटै यसको रिजल्ट पाउँदै जानुहुन्छ र यसमा चाहिँ केही महिना औषधि सेवन गर्नुपर्ने हुनसक्छ बिरामीको परिस्थिति अनुसार होइन, पेसेन्टको अवस्था अनुसार। हाम्रो क्लिनिकको लोकेसनको बारेमा कुरा गर्दाखेरि हाम्रो क्लिनिक काठमाडौँ कुलेश्वरको
सिद्धार्थ ब्याङ्क र सिटिजन ब्याङ्क दुईटा ब्याङ्क एकै ठाउँमा जोडिएको छ। त्यही दुईटा ब्याङ्कको ठ्याक्कै सिधा अपोजिट पारिपट्टि साइडमा हाम्रो धिताल होमियोपेथिक नामको क्लिनिक छ। कुलेश्वर भनेको बल्खु चोक र कालीमाटी चोकको बिचमा पर्छ। हजुरहरूलाई त्यस्तो केही कन्फ्युज भयो भने स्क्रिनमा दिएको नम्बरमा कल गरेर आउनु पनि सक्नुहुन्छ। जस्तो टाढा टाढाको मान्छेहरू जो चाहिँ आउनलाई नभ्याउने अथवा आउँदा जाँदैमा औषधि उपचारमा भन्दा बढी पैसा खर्च हुने मान्छेहरूले के पनि गर्न सक्नुहुन्छ भने त्यो केही टेस्टहरू चाहिने हुनसक्छ, जुन टेस्टहरू हजुरले आफ्नै जिल्लामा चेक गरेर त्यसको रिपोर्ट हामीलाई यही स्क्रिनमा दिएको नम्बरमा वाट्सएपमा पठाएर त्यो रिपोर्ट अनुसारको चाहिँ औषधि मगाउन पनि सक्नुहुन्छ डक्टरको टिमसँग सल्लाह गरेर होइन। त्यसको लागि केही टेस्टहरू हाम्रो डक्टरको टिमले नै दिनुहुन्छ र त्यो टेस्ट गराएर टेस्ट अनुसारको त्यो रिपोर्ट अनुसारको औषधि हजुरले आफ्नो जिल्लामा डेलिभरी मार्फत मगाउन पनि सक्ने अवस्था रहन्छ टाढाको मान्छेहरूको लागि। अरू केही जानकारी लिनु पर्यो भने स्क्रिनमा दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ।